यो के जिन्दगीको दौरानमा होइन मान्छेहरू कहाँ कति बेला कसरी चाहिँ आउँछन् कोही जान्छन् के हुन्छ कसो हुन्छ केही थाहै छैन नि होइन। त्यस्तै मेरो चाहिँ एउटा यस्तो कोइन्सिडेन्स भएको छ नि पछिल्लो समय होइन। मैले काम गर्ने कम्पनीमा एकजना व्यक्तिसँग चाहिँ जति बेला पनि टोइलेटमा मात्रै भेट हुन्छ क्या होइन। के छ भने जस्तो मेरो काम गर्ने डिपार्ट र उसको काम गर्ने डिपार्ट चाहिँ ठ्याक्क अपोजिट छ र बिचमा चाहिँ टोइलेट छ हाम्रो। र उसलाई चाहिँ मैले कहिले बाहिर चाहिँ उसलाई कहिले भेट्दा नि भेटेको छैन, देखेको पनि छैन र उसले पनि मलाई देखेको छैन। र हाम्रो चाहिँ जहिले टोइलेटमै भेट हुन्छ कम्पनीको टोइलेटमा। र बिस्तारै बिस्तारै उसको र मेरो चाहिँ सम्बन्ध बढिरहेको छ कि भन्न खोजेको अब कुराकानी आत्मीयता जुन चाहिँ अब हाम्रो चाहिँ टोइलेटमा गफ हुन्छ भनेको चाहिँ यो हाम्रो टोइलेट फ्रेन्डसिप भइरहेको छ कि उसँग चाहिँ होइन। यस्तो खालको कोइन्सिडेन्स तपाईँहरूसँग के छ भने चाहिँ कमेन्ट गर्नु होला या चाहिँ अथवा केही भिडियो सिडियो बनाएर पनि दिन सक्नुहुन्छ, लिङ्क चाहिँ पठाउनु होला है त। हस् त, यस्तो छ भने सेयर गर्नु होला है त। हस्, धन्यवाद।